हेलो गाइज के छ धेरै पछि फेरि पनि पिएसएको माल आइसकेको छ है। पिएसएको कार 6 महिना अहिले त बर्बादै भएको छ। 6 महिनाभन्दा बढी नि लाग्छ अहिले। ल है त लेट्स अनबक्स गरिदिउँ होइन। अन्य कार्डहरू पठाएको थिएँ 6 महिनापछि आयो। यो छ ड्रागन बल जेटको होइन, ड्रागन बल जेटको पठाएको कार्ड प्रायः 10 नै आउँछ सबै। यो के होला यार, सही चला यो पनि सङ्गठन होइन। रेबेका सही छैन त यो। रेबेका ओपी 14 होइन, यो ओपी 15 को रेबेका। यो 10 आइसकेको छ। यो के हो यो ड्रागन बल। ड्रागन बल पनि 10 आइसकेको छ। मास्टर रोसी रे, सही छ यो मास्टर रोसी पनि है। अब यो पोकेमोनको एसिआर सही। ल गाइस है, रिजल्ट चाहिँ आइसकेको छ 6 महिनापछि। 6 महिनापछिको रिजल्ट यही हो है। पैसाहरू त छैन, तर मलाई दामी लगाएर पिएसए पठाइदिएको हो। यदि तपाईँहरू पनि होइन जापानमा बस्नुहुन्छ र कार्डमा चाहिँ ट्रेडिङ गरिराख्नु भएको छ, कार्डमा चाहिँ पैसा लगानी गरिराख्नु भएको छ भने पिएसए पठाइदिनु होला। पिएसए पठाइदियो भने चाहिँ अलिक बढी आउँछ रेट, तर टाइम लाग्छ है। 6 महिना त्यस्तो टाइम लाग्छ। त्यसको लागि चाहिँ तपाईँहरूले पिएसए गरेर एप्लाई गरेर पठाउनु पर्ने हुन्छ। यदि तपाईँहरूलाई पिएससी जापानमा चाहिँ बस्नुहुन्छ, पिएससी गर्न आउँदैन भने चाहिँ कमेन्ट गर्नु होला, भिडियोहरू बनाइदिन्छु है। यदि भिडियोहरू मन पऱ्यो भने सब्सक्राइब, लाइक, कमेन्ट सब ठोकिदिँदा गाइज अनि दामी भिडियो बनाउन जोस आउँछ क्या है। लाइक